हेलो गाइड, के छ खबर? सन्चै आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। म चाहिँ रोमानियाको मिरसबाट बोल्दैछु। मलाई चाहिँ धेरैजना साथीभाइहरूले म रोमानिया आउन थालेको, यहाँको स्यालेरी कति छ 2026मा, कति बढो, कति कमाइन्छ भनेर सोधिराख्नु भएको हुन्छ। आज त्यही विषयमा यो भिडियो बनाउन गइरहेको छु। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। रोमानियाको स्यालेरी चाहिँ अहिले बढेको छ है साथीभाइहरू। हामी नेपालीहरू रोमानिया आउनु अघि सबैको मनमा जिज्ञासा हुने भनेकै त्यही हो। यहाँ कति कमाइन्छ त, स्यालेरी कति हुन्छ त, यहाँ स्यालेरी कति हुन्छ, कति कमाइन्छ, के कस्तो छ यहाँ भन्ने मात्रै हो है साथीहरू। त्यही सोचेरै हामी धेरै आउने भने स्यालेरी कति छ त, मैले त्यहाँ दुःख गरेर पसिना बगाएर कति पैसा कमाउँछु हो है। त्यही भएर म आज हजुरलाई 2026को जनवरी र जुनमा कति थियो र अहिले जुलाईदेखि कति हुँदैछ त्यही भन्न गइरहेको छु। हाम्रो 2026को जनवरी जुनमा थियो हाम्रो स्यालेरी, नेट स्यालेरी थियो हाम्रो 4050। हामीले कति पाउँथ्यौँ भन्दा ग्रस स्यालेरी थियो 2500। अब जुलाई 1 देखि हाम्रो स्यालेरी बढेर नेट स्यालेरी हाम्रो, ध्यान दिनु है, नेट स्यालेरी हाम्रो 4000 देखि बढेर 4325 भएको छ भने हाम्रो ग्रस स्यालेरी भएको छ 2500 देखि बढेर 2700। अब हामीले हाम्रो यो बिच्चा पैसा कता गयो? हाम्रो त 4300 भनेर आएको नेपालबाट रोमानिया आउँदा, तर हामीले 2700 मात्रै पाइन्छ। यो कहाँ गयो भन्दाखेरि हाम्रो बिच्चाको पैसा चाहिँ, अरू पैसा 4025 मध्ये हाम्रो ट्याक्स, हाम्रो इन्सुरेन्स, हाम्रो त्यसपछि लिएर घर भाडा, बिजुली बिल सबै कटाएर, कम्पनीले सबै कटाएर हामीले पाउने भनेको 2700 हो। अब हजुरको कुन कम्पनीमा आउँदै हुनुहुन्छ, कस्तो कम्पनीमा आउँदै हुनुहुन्छ अनुसार नै भर पर्छ। अनि हामीले 2700 स्यालेरी कति घन्टा काम, कति दिन काम गरेर पाइन्छ भने रोमानियामा धेरै जसो ठाउँहरूमा, लगभग सबै ठाउँहरूमा के हुन्छ भने हाम्रो काम हप्तामा 5 दिन काम हुन्छ, 8 घन्टा। यति काम गरेर हामीले पाउने 2700 हो। त जब फ्याकल्टी, कुन फ्याकल्टीमा आउनुहुन्छ हजुर? वायरसमा आउँदै हुनुहुन्छ कि, होटल लाइनमा आउँदै हुनुहुन्छ कि, अनि कन्स्ट्रक्सन लाइनमा जाँदै हुनुहुन्छ कि, अनि त्यसमा कुनमा आउँदै हुनुहुन्छ त्यसमा भर पर्छ। हजुरहरू होटल लाइनमा आउनुभयो भने हजुरहरूको काम फरक हुनसक्छ। हजुरको 8 घन्टाको ठाउँमा 10 घन्टा नि हुनसक्छ, 12 घन्टा हुन नि सक्छ। अनि हजुरको 2 दिन छुट्टी हुन्छ नि त हप्तामा, 7 दिनमा 5 दिन काम गरेपछि रह्यो 2 दिन। यो 2 दिनमा 2 दिन छुट्टी नभएर होटल लाइनमा हजुरको 1 दिन छुट्टी हुन नि पाउँछ। कम्पनी कस्तो छ, यसले कतिको कामदारहरू ल्याएको छ, कतिको कामदारहरूलाई सेवा सुविधा दिएको छ, कतिको ओभर टाइम चल्छ। हाम्रो ओभर टाइम चल्यो भने योभन्दा 2700 भन्दा धेरै पाउन नि सकिन्छ है। तर सरकारले तोकेको चाहिँ 2700 हो। अब हामी आउँदा के बुझ्नु पर्यो भने यहाँ आउँदा हाम्रो स्यालेरी 2700 हो। 2700 भनेको नेपाली मैले भने 90 पुग्न जान्छ अहिले, 90 को हाराहारी। तर हाम्रो कम्पनी राम्रो पर्यो भने यहाँभन्दा धेरै पाउन नि सकियो। अनि ओभर टाइम भयो भने अझै यहाँभन्दा राम्रो नि हुन पायो। अनि त्यसपछि यहाँ आएका मान्छेहरूसँग हजुरले बुझ्न सक्नुहुन्छ है, अथवा कोही साथीभाइ, दिदीबहिनी, दाजुभाइ, अङ्कल आन्टी को हुनुहुन्छ क्या हजुरहरूको, उहाँसँग हजुरले सोध्न सक्नुहुन्छ। म रोमानिया आउन थालेको, यति स्यालेरी भनेको छ एजेन्टले, के कसो कुरो हो, हामीलाई एजेन्टले धेरै भनेको हो कि यति नै हो भनेर अझै हजुरले विस्तृत रूपमा जानकारी लिन सक्नुहुन्छ। रोमानियामा अहिले स्यालेरी त्यति नै हो है साथीभाइहरू। अब 2700 जति हुन्छ, 90,000 जति हुन्छ। अब यसमा कति बचाउन सकिन्छ है त? अब त हजुरको भरमा पर्छ। अब हजुरले कसरी खर्च गर्नुहुन्छ? अब हजुरले वाहियात खर्च गर्नुहुन्छ, यताउति उडाउनुहुन्छ भने अब त आफ्नो ठाउँमा हो। तर नर्मल्ली 90,000 जति कमाइन्छ। अब हजुरलाई अब नेपालबाट आउँदा एजेन्टले धेरै पनि भन्न पायो भने हजुर झुकिन भएन। उनले पैसाको प्रलोभन देखाउला, यति लाख, 3 लाख, 4 लाख हुन्छ, जाऊ भाइ जाऊ भन्ला। तर त हजुर त्यसमा फस्नु भएन। हजुरले बुझ्नु पर्यो कि स्यालेरी यति भएको छ। हजुरले आफूले बुझेर ध्यान दिएर कुनैमा योभन्दा धेरै हुन नि पाउँछ, कम हुन नि पाउँछ। यो कम्पनीको नियमअनुसार हो। हामीलाई तर सरकारले तोकेको भनेको चाहिँ 2700 हो। ल
यो भिडियो हजुरलाई कस्तो लाग्यो आजको भिडियो हजुरलाई मन पर्यो भने लाइक कमेन्ट गर्नु होला अनि के सम्बन्धी भिडियो बनाऊँ त्यो पनि भनिदिनु होला यति भन्दै म आजको यो सानो मेरो भिडियोबाट बिदा माग्छु बाई बाई साथीहरू